अङ्गं गलितं पलितं मुण्डं दशनविहीनं जातं तुण्डं वृद्धो याति गृहीत्वा दण्डं तदपि न मुञ्चत् प्यासापिण्डं तदपि न मुञ्चत् प्यासापिण्डम्। आशारूपी पिण्डले हामीलाई कहिले छोड्दैन सज्जन। त्यसैले गर्दा जब आँखाले देख्दैछ, जब कानले सुन्दैछ, जब हात पाउमा कर्म गर्ने शक्ति छ, त्यति बेलै हामीले हाम्रा गर्नुपर्ने कर्तव्यहरू पुरा गर्नुपर्दछ है सज्जन। नत्र भने जीवनमा धोका होला है। सुन्ने कान बहिरो हुन्छ, देख्ने आँखा अन्धो हुन्छ, मिलेका ती दाँतका पङ्क्ति सबैले नै बिदा दिन्छन्। त्यति बेला जीवनमा धोका होला है। यसर्थ हामीले हाम्रा गर्नुपर्ने कर्महरू इन्द्रिय सबल हुँदै गर्नुपर्छ। राधे राधे।